ओम शान्ति। नमस्कार। परिस्थितिलाई तपाईले कुन तरिकाले हेर्नुहुन्छ नि? कालो चस्मा लगाएर हेर्नुभयो भनेदेखि परिस्थिति समस्या पनि कालो लाग्छ र सेतो चस्मा लगाएर हेर्नुभयो भनेदेखि परिस्थिति पनि सेतै लाग्छ। जस्तो चस्मा त्यस्तै दृश्य देखिन्छ। हो, यदि तपाई पनि परिस्थितिदेखि भाग्नुहुन्छ भनेदेखि यो भिडियो तपाईको लागि हो है। आउनुहोस्, अमेरिकाको एउटा सत्य घटनालाई लिएर आजको कार्यक्रमलाई अगाडि बढाउँ। अमेरिकामा दुईजना साथीहरू थिए। दुवैले सँगै ग्रेजुएसन गरे, त्यसपछि लोकसेवा गरेर सरकारको ठूलो पोस्टमा उनीहरू जागिररत रहेछन्। उनीहरू दुवै विवाहित रहेछन्। दुवैको वैवाहिक जीवन केही समयसम्म राम्रै चलिरहेको थियो। र त्यसपछि भने दुवैजनाको श्रीमतीले के सल्लाह गरेछन्, अर्कैसँग गएछन् क्या। यो कुरा थाहा पाउन साथ एउटा साथीको त 15 मिनट भित्र अटोमेटिक नेगेटिभ थट्सहरू यति बढ्न थाल्यो, यो नेगेटिभ थट्सको प्याटर्न यति छिटो छिटो आउन थाल्यो, उसको विदिन 15 मिनट्स उसको हार्ट अट्याक भएर उसलाई हस्पिटलाइज गर्नु पर्यो। अर्को साथी भने मजाले आइतबारको दिन रहेछ, गाडी चलाएर मजाले त्यो गीत सुन्दै सिटीमा ड्राइभ गरिरहेको रहेछ। पछाडि पछाडि लुकिङ ग्लासबाट हेरेको त ठिक आफ्नो गाडीको पछाडि ट्राफिक प्रहरीको एउटा भ्यान आइरहेको रहेछ। त्यो देखेपछि उसले आफ्नो स्पिड बढाउँछ। जहाँ स्पिड लिमिट लेखिएको थियो त्यो स्पिड लिमिटको ठाउँमा पनि उसले एक्सिलेटर दिइरहेको छ, गाडी भगाइरहेको छ। पुलिसलाई लाग्छ यो के भइरहेछ, समथिङ इज रङ। पुलिस त होशियार हुन्छ, कतै कतैबाट गएर समातेछ। समातेको त अगाडिमा त धेरै ठुलो अफिसर साहब पो हुनुहुँदो रहेछ। ओहो अफिसर साहब, हजुर किन यति स्पिड गाडी चलाइराख्नु भएको? हजुरलाई त अब पनिसमेन्ट गर्नै पर्ने भयो। यदि हजुरले सत्य कुरा बताइदिनु भयो भनेदेखि सायद पनिसमेन्ट कम हुन्छ भनेर भनिसकेपछि ती हाकिम साहबले भन्नुहुन्छ, हेर ट्राफिक भाइ, मेरो श्रीमती हिजो मात्रै एउटा ट्राफिक प्रहरीसँग भागेर गएकी छन् भन्ने मैले थाहा पाएँ। लुकिङ ग्लास हेरेपछि ट्राफिकको भ्यान देखेँ मैले। सायद त्यही ट्राफिकले मेरो श्रीमतीलाई फेरि वापस लिएर आएको पो हो कि भनेर मैले भगाइरहेको थिएँ भनेर भन्दो रहेछ। हेर्नुहोस् त कस्तो अनौठो प्रकारको प्रकृति। एउटा साथी 15 मिनट भित्र हार्ट अट्याक भएर हस्पिटलमा छ, अर्को साथी भने इन्जोय गरिरहेको छ। जे भयो भयो भनेछ उसले, जे होला कल्याणै त होला, जे होला राम्रै त होला भनेछ, इन्जोय गरेछ, मजाले गाडी ड्राइभ गरेछ, यहाँ छ। हेर्नुहोस्, हो हामीले पनि जीवनमा घटनालाई, समस्यालाई कुन तरिकाले हेरिरहेका छौँ, कुन दृष्टिकोणले हेरिरहेका छौँ, त्यसमा डिपेन्ड पर्छ कि हामीलाई तनाव हुने र नहुने। एउटै प्रकृतिको समस्याले कसैलाई तनाव हुन सक्छ भनेदेखि कसैलाई त्यसैले खुसी दिन सक्छ। कारण तनाव भनेको, परिस्थिति भनेको, समस्या भनेको त्यो हाम्रो समस्या होइन। त्यसलाई हामीले कुन तरिकाले लिएका छौँ, कुन तरिकाले रियाक्ट गरिरहेका छौँ, कुन तरिकाको सोच बनाएका छौँ र त्यसको कारणले गर्दा हाम्रो बिहेभियरमा, व्यवहारमा, भावनामा के परिवर्तन आइरहेको छ त्यो महत्त्वपूर्ण। त्यही भएर सोच र भावना, व्यवहारलाई हामीले सही दिशामा लिएर जान सक्यौँ भनेदेखि संसारमा आउने अनेक प्रकारका समस्याहरूबाट हामी सहजै बाहिर निस्किन सक्छौँ है त। धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।